2013 सन फ्रान्सिस्को एउटा पब्लिक लाइब्रेरीभित्र 26 वर्षको स्टुडेन्टले आफ्नो ल्यापटप कामली चलाइरहेको हुन्छ। सडनली एउटा एफबिआई एजेन्टले उसलाई रङ्गियात समात्छ। न त कुनै वार्निङ न त कुनै एस्केप गर्नको लागि बाटो, र त्यो अरू कोही हुँदैन। त्यो हुन्छ रोस अल्ब्रेक्ट। ऊ कुनै एउटा नर्मल मान्छे हुँदैन। उसले बिलियन्स अफ डलरको इलिगल मार्केटलाई आफ्नो एउटा सानो बेडरुममा बसेर ल्यापटपबाट चलाइरहेको हुन्छ। दिस इज द स्टोरी अफ सिल्क रोड, एउटा यस्तो मार्केट प्लेस जसले इन्टरनेटलाई सधैँका लागि चेन्ज गरिदियो। अल्ब्रेक्ट कुनै पनि क्रिमिनल माइन्डसेटका साथ जन्मेको थिएन। ऊ सानैदेखि एउटा डिसिप्लिन, क्युरियस र स्मार्ट थियो। उसले फिजिक्समा ग्रेजुएट पनि गरेको थियो। तर एउटा यस्तो डिसिप्लिन मान्छे एउटा क्रिमिनलसँग कसरी बन्यो त? द्याट वाज हिज बिलिभ, फ्रिडम एबभ एभ्रिथिङ। 2010 मा रोसले एउटा नर्मल स्टार्टअप खोलेको हुन्छ, जो चाहिँ अगाडि सुरुमा फेल हुन्छ, उसले फेरि ट्राई गर्छ, त्यो फेरि फेल हुन्छ, र तेस्रोमा चाहिँ उसले एउटा कुरा के रियलाइज गर्छ भनेपछि सरकारको यो नियम गतिमा रहेर मैले यदि केही बनाएँ भने मैले केही पनि गर्न सक्दैन सोच्छ उसले। र 2011 मा अल्ब्रेक्टले एउटा हिडन वेबसाइटलाई क्वाइटली लन्च गर्छ, र त्यो वेबसाइटको नाम थियो सिल्क रोड। र यो वेबसाइटलाई गुगलबाट सजिलै एक्सेस गर्न सकिँदैन थियो। यसका लागि एउटा स्पेसिफिक ब्राउजर चाहिन्थ्यो। त्यो ब्राउजरको नाम थियो टर ब्राउजर। टर ब्राउजरलाई यदि नर्मल भाषामा बुझ्ने हो भने यो ठ्याक्कै प्याजको हिसाबको ब्राउजर भनौँ। प्याज भनेको तपाईँले इन्टरनेटमा केही कुरा पनि सर्च गर्नुभयो, केही कुरा पनि तपाईँले किन्नुभयो, त्यतिखेर तपाईँको टर ब्राउजरले के गर्छ भने चाहिँ तपाईँ आइडेन्टिटीलाई प्याजको जुन लेयर बाई लेयर हुन्छ भने जस्तै तपाईँ यदि बङ्गलादेशमा हुनुहुन्छ भने तपाईँलाई इन्डिया, रसिया, जर्मनी उता विभिन्न ठाउँबाट तपाईँको आइडेन्टिटी देखाउँछ। र यसलाई चाहिँ एसेस गर्नको लागि न त कुनैले सक्छ, र यो एसेस गर्नको लागि धेरै नै गाह्रो हुन्छ। र अल्ब्रेक्टले बनाएको वेबसाइट जुन सिल्क रोड थियो त्यसको काम चाहिँ जुन डार्क वेबबाट सामानहरू मगाउँछन् तिनको लागि पेमेन्ट गराउनको लागि एउटा सिस्टम बनाएको हुन्छ, जसमा चाहिँ युजरको न त कुनै ब्याङ्क आइडी, न त कुनै नाम, न त कुनै ठेगाना, केही पनि थाहा हुँदैन। र उसले यस्तो वेबसाइट बनाइसकेपछि नर्मल पैसाबाट त ट्रान्जेक्सन हुँदैन होला, त्यही भएर उसले उसमा बिटकोइनको ट्रान्जेक्सन हुने मात्र सिस्टम बनाएको हुन्छ। र अल्ब्रेक्ट अब समयका हिसाबले अलग अलग बन्दै गइरहेको थियो, ड्रेड पाइरट रोबोट्स, सर्टमा भन्दा डिपिआर। तर यो नाम चाहिँ अल्ब्रेक्टले एउटा फिक्सनल मुभीबाट लिएको हुन्छ। सुरुमा सिल्क रोड वेबसाइट सानो थियो, मान्छेलाई त्यति खासै थाहा थिएन, तर एक्कासी के हुन्छ भने चाहिँ एक्कासी देनेवाला जब भी देता छप्पड फाड्के भन्नेवाला डायलग जसरी नै एक्कासी केही क्रेजी नै ह्यापन हुन्छ क्या। मान्छेले रियलाइज गर्छन् कि यो वेबसाइटबाट जे किन्दा पनि हाम्रो आइडेन्टिटी, नाम, यस्तो केही कुरा पनि पब्लिक हुँदैन। त्यही भएर यो बिस्तारै बिस्तारै मान्छेहरूमा धेरै नै पपुलर हुन थाल्यो। र अब अल्ब्रेक्ट अचम्मै पर्छन्, हजारौँ युजरबाट लाखौँ युजरमा कतिखेर ट्रान्सफर्म भयो थाहा नै भएन, र बिस्तारै बिस्तारै यसमा ट्रान्जेक्सन पनि ठुलो ठुलो अमाउन्टमा हुन थाल्छ। र अल्ब्रेक्टले चाहिँ यो मार्केटबाट फेक डकुमेन्ट्स, वेपन, ह्याकिङ टुल्स, फेक पासवर्ड्स, यस्ता कुराहरूलाई उसले सजिलै बेच्न थालेका हुन्छन्। भन्नुपर्दा यो अब इलिगल सामानहरूको लागि एउटा अन्डरग्राउन्ड इकोनोमी नै भइसकेको थियो। अब सिल्क रोड एउटा वेबसाइट मात्र थिएन, यो डार्क वेबको लागि एउटा एमाजोन नै भइसकेको थियो, जसमा हन्ड्रेड्स अफ मिलियन डलरको ट्रान्जेक्सन हुन थाल्यो। अब अल्ब्रेक्टले एउटा वेबसाइट मात्र चलाइरहेका थिएनन्, अब उनले एउटा पुरै कन्ट्रोलिङ सिस्टम नै चलाइरहेका थिए। रोस बिस्तारै बिस्तारै पावरफुल हुँदै गइरहेका हुन्छन्। तब सडनली एउटा मान्छेले रोसलाई एउटा यस्तो मेसेज गर्छ, मलाई $5 लाख बराबरको बिटकोइनहरू देऊ, नत्र मैले तिम्रो जुन सिल्क रोड वेबसाइटमा भएका युजरहरूको हुन्छन् जुन सेन्सिटिभ डिटेल्स, जसमा नाम, एड्रेस र ब्याङ्क डिटेल्सहरू हुन्छन्, तिनी सबै पब्लिक गरिदिन्छु भनेर। अब बिस्तारै पावरफुल भएको अल्ब्रेक्टलाई पनि यसप्रति डर लाग्छ, र उसले आफ्नो जुन प्राइभेसीलाई मेन्टेन गर्नको लागि अब पैसा खुवाउन थाल्छ। अब हिटम्यानलाई बोलाएर उसलाई मार्नको लागि तयारी गर्छ। अब अल्ब्रेक्टले उसलाई मारिसकेपछि वर्षौँदेखि एउटा नजर गाडिरहेको एफबिआईलाई खासै प्रुफ पनि पाइरहेको हुँदैन, तर अब एउटा होप जागेर आउँछ, किनभने उसले हिटम्यानबाट एउटालाई मान्छेलाई मारिसकेको हुन्छ। र अब एफबिआईले सोचिरहेको हुन्छन् कि अब केही गरेर यदि अल्ब्रेक्टको ल्यापटप यदि हामीले एसेस गऱ्यौँ भने र त्यसलाई यदि राइट टाइममा हामीले एसेस गर्न पायौँ भने हामीसँग पुरै प्रुफ हुन्छ भनेर अब भनिन्छ कि अब जति नै ठुलो मान्छे भए पनि सानो सानो मिस्टेक त भइहाल्छ। अब एफबिआईले उसमा वर्षौँदेखि इन्भेस्टिगेसन गरेर हुन्छ,
त्यतिखेर अब केही उनमा सामान्य मिस्टेक हुन्छ। अब भर्खर खुलेको सिल्क रोडको प्रमोसनमा अल्ब्रिक्टले एउटा पोस्ट हालेका हुन्छन्, तर सडनली एफबिआईले इन्भेस्टिगेसन गरेर अल्ब्रिक्ट एउटा पब्लिक लाइब्रेरीमा बसेको उसको लोकेसन डिटेक्ट हुन्छ। अनि त्यसलाई रङ्गे हात समात्नको लागि एफबिआईले पनि एउटा ढोङ खेल्छन्। त्यसमा चाहिँ अब जति पनि मान्छेहरू हुन्छ नजिकमा ती सबै तिनीहरूका एजेन्टहरू हुन्। अनि त्यसपछि अनि 81 दुईवटा एफबिआईले बुढाबुढीको नाटक गरेर झगडा गरे जस्तो गर्छन् र एकैछिनको लागि अल्ब्रिक्टको नजर एकैछिनमा जाँदा बित्तिकै उताबाट ल्यापटप खोजिदिन्छन् र जुन एडमिनको पासवर्ड हुन्छ त्यसलाई लगइन गरेर जुन सिल्क रोड वेबसाइट हुन्छ त्यसबाट चाहिँ नराम्रो कुराहरू सबै हटाइदिन्छन्। र 2015मा रोस अल्ब्रिक्टले आफूलाई गिल्टी मानेर मनी लन्ड्रिङ, ड्रग ट्राफिकिङ, मर्डरिङ, कम्प्युटर ह्याकिङ टुल्स यस्ता कुराहरूमा उनलाई चाहिँ 2 उमेर कैद र 40 वर्षको जेल हुन्छ। तर एफबिआई एजेन्टहरू यसरी सक हुन्छन् किनभने जम्मा 10 वर्षपछि अल्ब्रिक्टलाई 2025मा रिहा गरिदिन्छ। किनभने अमेरिकाका मान्छेहरूमा एउटा प्रोटेस्ट गरेर हुन्छन् कि उसले यदि आफूले केही एउटा मान्छे नै मारेको छैन भने यसलाई यसरी जेलमा हाल्न पाइँदैन र ट्रम्पले आफ्नो इलेक्सनको बेला मैले यदि राष्ट्रपति बन्छु भने अल्ब्रिक्टलाई चाहिँ छुटाइदिन्छु भनेर भनेको हुन्छ र 2025 सालमा उसको 10 वर्षको जुन जुन जेल हुन्छ त्यसलाई सकिसकेपछि अनि फेरि अल्ब्रिक्टले नर्मल जिन्दगी नै काटेर हुन्छन्। सो द स्टोरी चाहिँ के को बारेमा थियो त? टेक्नोलोजी, क्राइम र समथिङ त्योभन्दा नि डिपर। तर अब एउटा चाहिँ सिल्क रोड एउटा यस्तो प्रुफ बनिसकेको छ जसले चाहिँ यदि सही आइडिया र सही टाइममा यदि एक्जिक्युट गर्न सक्यो भने त्यो राम्रो नत्र नराम्रो बन्न सक्छ। र यदि आजको तपाईँलाई स्टोरी यदि राम्रो लाग्यो भने हाम्रो च्यानललाई सब्सक्राइब गर्नुहोला, लाइक गर्नुहोला र यदि यस्तै हाई र प्रोफेसनल भिडियो चाहनुहुन्छ भने मलाई टिकटकमा टिनेज ग्रोथमा चाहिँ फलो गर्न सक्नुहुन्छ। धन्यवाद।